हेलो एभ्रिवान, जय माता दी। आज हनुमान जयन्तीको उपलक्ष्यमा हामी मन्दिर जाँदैछौँ। त जाँदै जाँदै बाटामा त्यो हाम्रो वहाँनिर गल्ली गल्लीमा पाइने जुन एउटा फुल हुन्छ त्यो फुल त्यहाँ पाएर नि मैले त्यो फोटो एउटा लिएँ थिएँ। अनि यो फुल के मतलब कति डिफ्रेन्ट कलरमा त्यहाँनिर देखियो के, त्यो देखेर अनि यति राम्रो लाग्यो। मतलब यस्तो लाग्यो कि लिएर गएर घरमा लगाउने कि त्यस्तो फिल भयो मलाई। अनि दिदीलाई पनि देखाएँ, दिदीले पनि हेर्नुभयो, कति राम्रो फुल भन्नुभयो। अनि हामी मन्दिरमा एन्ट्री गरिसक्यौँ। अनि यहाँ अब घन्टी बजाएर हामी भगवान हाम्रो त्यहाँ आइपुग्यौँ भनेर हाजिरी हामीले दियौँ। यहाँ अब गणपति बाबाको पूजा भइरहेछ। जो तपाईँहरूलाई थाहै छ जी, हाम्रो गणपति बाबाको पूजा सर्वप्रथम गर्नुपर्छ, किनभने उहाँ प्रथम पूज्य हुनुहुन्छ, विघ्नहर्ता पनि हुनुहुन्छ गणपति महाराज। तो हे गणपति महाराज, हामी सबैजनाको विघ्न बाधाहरू दूर गरिदिनुहोस्। तपाईँ विघ्नहर्ता हुनुहुन्छ, प्रथम पूज्य हुनुहुन्छ, तपाईँलाई कोटि कोटि प्रणाम छ प्रभु। अनि त्यहाँ गणपति बाबाको मूर्तिको साथ त्यहाँनिर बहुतवटा देवी देवता हुनुहुन्छ। त्यो मैले भिडियोमा उठाउन सकिनँ। नवग्रह देवी देवताको चाहिँ भिडियोमा अलिकति आइरहेको रहेछ। यहाँ नवग्रह देवी देवताहरू पनि हुनुहुन्थ्यो। देवी देवता त होइन, देवताहरू हुनुहुन्थ्यो। त्यो नवग्रह हामीले यहाँनिर परिक्रमा गर्दैछौँ। मन्दिरहरूले त्यहाँ परिक्रमा गऱ्यौँ। अनि परिक्रमा गर्दा त्यही प्रार्थना त के गर्नु, हामीहरूको सबै अरिष्ट ग्रहहरू जति पनि छन्, राहु केतु अरिष्ट ग्रहहरू शान्ति होस् भनेर प्रार्थना गरियो। त्यति प्रार्थना गर्नै जानिन्छ, अरू त केही जानिनँ। अनि यहाँबाट अनि हनुमानजीको सामने आएर त्यहाँ यसो प्रार्थना गऱ्यौँ। अनि फेरि बाहिर निक्लेर दुई तिनवटा फोटोहरू क्लिक गऱ्यौँ। यहाँ बजरङ्गबली हुनुहुन्छ, त्यहाँ बजरङ्गबलीको फोटो सायद त्यति मजाले आएन, किनभने अब फर्स्टमै अलिकति एउटा फोटो थियो जो यहाँ फोटो खिच्न पनि एलाउ थिएन। अनि लास्टमा प्रसाद हामीले ग्रहण गऱ्यौँ, प्रसाद पायौँ। धन्यवाद।